हेलो एभ्रिवान, आज म तपाईँले एउटा नयाँ भिडियोमा तपाईँलाई धेरै धेरै स्वागत छ। एन्ड तपाईँले सोच्नुभएको लागि भिडियो कसरी र्याङ्क हुन्छ म यहाँबाट तपाईँले किबोर्ड लिनुभयो भने तपाईँको भिडियो सच्चैमै र्याङ्क गर्छ। यदि तपाईँले विश्वास गर्नु भएन होला, तपाईँले युट्युबमा गएर सर्च गर्नुहुन्छ न सर्ट भिडियो भाइरल कसरी गर्ने भनेर। यदि तपाईँले सर्ट भिडियो भाइरल कसरी गर्ने सर्च गरेर पनि आएन भने तपाईँले लास्टमा मेरो लक्ष्मण तिरुवा भनेर पनि सर्च गर्नु होला। जस्तै सर्ट भिडियो भाइरल कसरी गर्ने र लास्टमा लक्ष्मण तिरुवा भनेर सर्च गर्नुहोस्, टक्क मेरो त्यहाँ मेरो भिडियो आउनेछ। र्याङ्क गरेको 1 2 3 4 नम्बरमा या फिर 5 नम्बरमा मेरो भिडियो र्याङ्क गरेको देख्छन्। यो कसको कारणले भइरहेको छ? यो मेरो एउटा किबोर्डको कारणले भइरहेको छ। आजको यस भिडियोमा म तपाईँलाई बताउनेछु कि किबोर्ड कहाँबाट पाइन्छ। जस्तै कि धेरै जसो मानिसहरूले जहाँ तहाँबाट किबोर्ड लिएका हुन्छन्, त्यसैले हामीहरूको भिडियो र्याङ्क नै गर्दैन। त्यसैले म आज यस भिडियोलाई सुरु गर्न गएको छु। तपाईँले किबोर्ड कहाँबाट लिने र किबोर्ड सहीको र्याङ्क किबोर्ड कहाँबाट लिने म सबै कुराहरू बताउने छु। त्योभन्दा पहिला च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला। म यस्तै भिडियो रिलेटेड म तपाईँहरूको सामु र किबोर्ड कहाँबाट ल्याउने, म किबोर्ड र्याङ्किङ किबोर्ड है त म सबै कुराहरू बताउँछु। र मेरो फोनको स्क्रिनमा जाउँ है त, त्यसैले म र गाइज म अब तपाईँलाई सिन बाई सिन बताउनेछु, त्यसैले भिडियोलाई स्किप नगरेर हेर्नुहोस्। म तपाईँलाई बताउनेछु र तपाईँले पहिला युट्युबलाई अन गर्नु होला। र पहिला युट्युबलाई अन गरिसकेपछि यहाँ तपाईँले आफ्नो प्रोफाइलमा आउनु होला। जस्तो कि म तपाईँले यहाँ देखाइदिन्छु। र तपाईँले आफ्नो युट्युब च्यानल युट्युबलाई खोल्नु होला र आफ्नो प्रोफाइलमा आउनु होला। र यहाँ प्रोफाइलमा आउनु बित्तिकै यहाँ तपाईँले आफ्नो च्यानलमा क्लिक गर्नु होला। र अहिले तपाईँले च्यानलमा क्लिक गर्नु होला र त्यसपछि आफ्नो च्यानलमा क्लिक गर्नु होला। यहाँ तलपट्टि 3 डट भन्ने छ, यहाँ आफ्नो भिडियोको एडिट गर्ने है त तपाईँले आफ्नो भिडियोको किबोर्ड लिनको लागि। र यसमा क्लिक गर्नुहोस् र यहाँ एडिटमा जानुहोस्। र एडिटमा गइसकेपछि यहाँ तपाईँलाई त्यो भिडियोको सबै कुराहरू देखिनेछ। यहाँ तपाईँले सर्ट्स यो टाइटललाई कपी गर्नु होला, तपाईँको भिडियो कस्तो रिलेटेड छ र यसलाई यहाँ हटाउनु होला। र तपाईँले पहिला यहाँ यो क्रोम ब्राउजरलाई ओपन गर्नु होला। र यो क्रोम ब्राउजरलाई ओपन गरिसकेपछि यहाँ तपाईँले सर्च बारमा जानु होला। म जे सर्च गरिरहेको छु त्यसलाई सर्च गर्नु होला है त। जस्तै कि म यहाँ तपाईँलाई देखाइदिन्छु। जस्तै कि यहाँ तपाईँलाई सर्च गरेर पनि म देखाइदिन्छु फेरि। KEY keyboard.io युट्युब भनेर सर्च गर्नुहोस् र यो फर्स्टवाला वेबसाइट मिल्नेछ र यहीबाट तपाईँलाई किबोर्ड मिल्नेछ है त। योवाला वेबसाइट छ नि त, योबाट तपाईँलाई किबोर्ड अनलिमिटेड मिल्नेछ। त्यसैले भिडियोलाई स्किप नगरेर हेर्नुहोस्। र यहाँ आइसकेपछि यहाँ तपाईँले एउटा एरो देख्नेछ र एरोमा क्लिक नगरेर तपाईँले यसमा क्लिक गर्नु होला है त। र यसमा क्लिक गरिसकेपछि यहाँ तपाईँले एकछिन लोडिङ हुन्छ र यहाँ तपाईँले पहिला तपाईँले युट्युबलाई सिलेक्ट नगर्नुहोस् है, ध्यान दिएर हेर्नुहोस्। युट्युबलाई सिलेक्ट नगर्नुहोस्, तपाईँले यहाँ गुगललाई सिलेक्ट गर्नुहोस्। र यहाँ तपाईँले गुगललाई सिलेक्ट गरिसकेपछि पहिला अहिले युट्युबलाई पनि सिलेक्ट गर्ने हो है त। र तपाईँले यहाँ टाइपिङ योर किबोर्ड योर प्रोसेसिङ इन्टर भनेको छ। यहाँ तपाईँको टाइटल तपाईँको भिडियो केस रिलेटेड छ। अब मैले सुरुमा कपी गरेको थिएँ सर्ट भाइरल कसरी गर्ने भनेर, र यसलाई मैले पेस्ट गरिदिएँ। र यहाँ तपाईँले आफ्नो त्यो कुन सा किबोर्ड चाहिन्छ भनेको है त, जस्तै NEPA यसलाई नेपाली किबोर्ड चाहिएको मलाई, र यहाँ लेखिदिनु होला। र यहाँ तलपट्टि नेपाली कन्ट्री भनेर सेलेक्ट गरिदिनु होला है त। र त्यसपछि तपाईँले इङ्ग्लिसबाट नै किबोर्ड चाहिएको होला। यदि तपाईँले हिन्दीबाट चाहिन्छ भने हिन्दीबाटै लेख्न सक्नुहुन्छ। मलाई नेपाली चाहिएको र मैले यहाँ नेपाली लेखिदिएँ र नेपाली भइसकेको छ। र तपाईँले नेपाली लेख्नु होला है त। र यति गरिसकेपछि यहाँ तपाईँलाई केही गर्नु पर्दैन। र तलपट्टि सर्च भन्ने छ, सर्चमा क्लिक गर्नु होला। र एकैछिनपछि यहाँ लोडिङ लिन्छ र त्यो किबोर्ड एकछिन खोज्नतिर लाग्छ। र त्यसपछि तपाईँले र्याङ्किङ किबोर्ड यहाँबाट मिल्नेछ है त। एकैछिनको लागि वेट गर्नुपर्छ तपाईँलाई। र त्यसपछि नि यहाँ तपाईँलाई धेरैवटा किबोर्ड मिल्नेछन्। र यहाँ तल्लोपट्टि आउनुहोस् र यहाँ देख्न सक्नुहुन्छ यहाँ कतिवटा किबोर्ड मिलिसकेका छन्। र तपाईँको स्क्रिनमा यहाँ देख्न सक्नुहुन्छ, म तपाईँलाई देखाइदिइरहेको छु। र यहाँ देख्न सक्नुहुन्छ अझै तलीसम्म पनि छ भने तपाईँले यहाँ माथि जो पनि किबोर्ड लिन सक्नुहुन्छ जतिसम्म आउने। र इक्जाम्पलको लागि मैले यी किबोर्डहरूलाई लिन चाहन्छु। यहाँ टिक गर्नु होला यो बक्समा, र फेरि यसलाई पनि टिक गर्नु होला, यसलाई पनि टिक सबै गरेर जानु होला। टिक गर्नु होला, यसलाई पनि 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 टिक गर्नु होला। र अनि त्यस पछाडि तपाईँलाई र यतापट्टि तपाईँलाई एउटा कपी भन्ने आउँछ है त। जस्तै कि यो त सानो, र यसमा तपाईँले क्लिक गर्नु होला। र यसमा गरिसकेपछि यहाँ तपाईँलाई एउटा कपी भन्ने अप्सन आउँछ।
र यहाँ जस्तो कि तपाईँले एउटा कपी भन्ने आउँछ र कपीमा क्लिक गर्नु होला है त। र कपीमा क्लिक गरिसकेपछि यहाँ एकछिन लोडिङ लिन्छ र माथि देख्न सक्नुहुन्छ हाम्रो कपी भइसकेको छ। यहाँ माथि बताइरहेको छ यहाँ। र तपाईँले वापस त्यही युट्युबमा जानु होला र हामी त्यही सिचुएसनमा आइसकेका छौँ। र त्यस पछाडि यहाँ तपाईँलाई फेरि यहाँ अघि हामीले जुन सिचुएसनमा छौँ त्यहीमा छौँ। र त्यस पछाडि यहाँ तपाईँले आफै यहाँ आउनेछ। र त्यस पछाडि फेरि तपाईँले यहाँ तलपट्टि सर्च गरिदिनु होला। सिम्पल छ, यहाँ सर्च गरिदिनुहोस् है, ध्यान दिएर सुन्नुहोस्। सर्च गरिदिनुहोस् र सर्च गरिसकेपछि अब फेरि त्यस्तै अब ऱ्याङ्किङ किवर्डहरू दिनेछ। र यहाँबाट तपाईँले धेरैवटा किवर्ड लिन सक्नुहुन्छ, धेरै भाइरल होला। र देख्न सक्नुहुन्छ फेरि केही समय लोडिङ गरिसकेपछि देख्न सक्नुहुन्छ यहाँ किवर्ड आयो। र टिक गर्नुहोस्, टिक गर्नुहोस्, टिक गर्नुहोस्, टिक गर्नुहोस्, टिक गर्नुहोस्, टिक गर्नुहोस्। र जति किवर्ड तपाईँलाई लिनु छ ऱ्याङ्किङ किवर्ड र यहाँ तपाईँले लिन सक्नुहुन्छ। र तलपट्टि यहाँ मैले अघि भनेको थिएँ जस्तो कि यहाँ तपाईँले यहाँ एरोमा क्लिक गर्नु होला। ओ सरी, यो एरोमा है त। जस्तै कि यहाँ यो एरोमा क्लिक गर्नु होला। यो एरोमा क्लिक गरिसकेपछि यहाँ तपाईँले कपी भन्ने हुन्छ, कपीमा क्लिक गर्नु होला। र कपी भइसकेपछि यहाँ फेरि त्यही हामी अब जुन सिचुएसनमा थियौँ त्यसमा आउनु होला। र त्यस पछाडि यहाँ तलपट्टि यसलाई पेस्ट गरिदिनु होला। र पेस्ट गरिसकेपछि यहाँ तपाईँलाई ती किवर्ड पनि लाग्नेछ। देख्न सक्नुहुन्छ यहाँ दामीसँग लागिरहेको छ। र यसै गर्नेले तपाईँले आफ्नो किवर्ड ऱ्याङ्किङ किवर्डहरू ल्याउनुहुन्छ। र ठुलो ठुलो युट्युबरहरू यहीँबाट नै किवर्ड लिन्छन्। र त्यस पछाडि त यी पछाडिका युहरूलाई यस्तो हटाइदिनुहोस् है, यसले धेरै काम गर्दैन। र यसलाई यसरी हटाएपछि र यसलाई पनि यसले हटाउनुहोस्। र यति गरिसकेपछि तपाईँको यहाँ तयार भइसक्यो। तलपट्टि ह्यासट्याग पनि हाल्न सक्नु। आजको लागि थ्याङ्क यू, बाई बाई। कस्तो लाग्यो तपाईँलाई भिडियो र कमेन्टमा बताउनु होला। र यस्तै भिडियो हेर्नुको लागि च्यानलको लाइक सब्सक्राइब गरिदिनु होला।